गुड मर्निङ विद्यार्थी बहिनीहरु। आज मैले फेरि फंक्सनको चाहिँ अर्को इम्पोर्टेन्ट क्वेशन लिएर आएको छु। तपाईले फंक्सनको यो दुईटा क्वेशन जान्नुहुन्छ। इफ यो दुईटा क्वेशन यो चाहिँ इन्भर्स जिग्नी भयो हैन, यो चाहिँ कम्पोजिट फंक्सन भनेको चाहिँ कम्पोजिट फंक्सन दुईटा फंक्सनहरु जोडेर बनेको हैन। यति दुईटा क्वेशन मात्र जान्नु भने चाहिँ तपाईहरुले यो फंक्सनको च्याप्टरै भ्याइन्छ कि त्यति सजिलो छ फंक्सन च्याप्टर। यो दुईटा क्वेशन मात्र जान्नु भने चाहिँ त्यही भएर चाहिँ कसरी गर्ने ध्यान दिएर हेर्नुस् है। ल वानको गरौँ है। इन्भर्स फंक्सन चाहिँ fx = 4x - 3 fx y = चाहिँ 4x - 3। ल अब चाहिँ यसलाई चाहिँ इन्भर्स जिग्नो इन्टरचेन्जिङ गर्नुपर्छ। इन्टरचेन्जिङ रोल अफ x एन्ड y भनेको अब चाहिँ यसमा चाहिँ x को ठाउँमा लगेर y राख्दिने, y को ठाउँमा लगेर x राख्दिने, अनि चाहिँ y लाई चाहिँ सिंगल बनाउने। त्यसपछि हाम्रो इन्भर्स फंक्सन आइसक्यो। यति हो काम। हेर्नु त x यो y को ठाउँमा लगेर x राख्दिने हैन, 4 को 4 हेर्नुस्, x को ठाउँमा लगेर y राख्दिने -3। अब चाहिँ y लाई चाहिँ सिंगल बनाउने, अनि यति भए चाहिँ हाम्रो काम सिद्धियो, इन्भर्स फंक्सन आइसक्यो। ल x -3 यता +3 भयो = 4y, x + 3 यो चाहिँ के डिभाइड बाइ y, y = के आयो x + 3 = 4 हैन। यही नै हाम्रो के इन्भर्स fx = x + 3y, यही नै इन्भर्स फंक्सन डिभाइड बाइ 4 x + 3 डिभाइड बाइ 4 हाम्रो चाहिँ इन्भर्स भयो। यति नै हो। यति गर्नु भने चाहिँ इन्भर्सको सिद्धियो। सबै अरु क्वेशन जति ठुला जस्तो आए पनि गर्ने यही नै हो। त्यो ठाउँमा y राख्ने, अनि y को ठाउँमा x राख्ने हैन। त्यसपछि y लाई चाहिँ सिंगल बनाउने, y लाई सिंगल बनाएपछि काम सिद्धियो, इन्भर्स आइसक्यो। अब चाहिँ दोस्रो क्वेशन गरौँ है। कसरी गर्ने त कम्पोजिट फंक्सन है। यो जान्नु, यो दुईटा जान्नु भने चाहिँ तपाईको फंक्सन भन्ने च्याप्टरै सिद्धियो कि। gx = x + 2 gx = what। ल नाउ हेर्नुस् है, f gx सुरुमा हेर्नु त gx कति छ हेर्नु पर्यो हैन। यो gx कति छ x + 2 हैन, gx कति छ x + 2। अनि यो x + 2 लाई लिएर यो x + 2 लाई लिएर f को x मा लिएर हाल्दिने। यो x + 2 लाई लिएर f को x मा के छ 2, यो f को x यो हो नि त हैन। x मा लिएर यो भित्रको x + 2 लाई लिएर हाल्दिने, x + 2 + 3। यसले चाहिँ भित्र खोल्दिनु 2 * x 2x + 2 2 4 + 3 हैन। यो 2x को 2x 4 + 3 7। ल यति नै हो कम्पोजिट 0x को कम्पोजिट फंक्सन के रहेछ 2x + 7 रहेछ। ल यति नै हो हैन। यति गर्न भने चाहिँ तपाईको च्याप्टरै भ्याइयो कि। यो दुईटा क्वेशन जान्नु भने चाहिँ एउटा इन्भर्स जिग्न, एउटा चाहिँ कम्पोजिट फंक्सन चाहिँ गर्न जान्नु भने चाहिँ तपाईको फंक्सनै सिद्धियो कि। यति दुईटा क्वेशन जान्नु भने चाहिँ फंक्सन च्याप्टरै भ्याइयो। त्यही भएर चाहिँ यसलाई चाहिँ राम्रोसँग ध्यान दिएर चाहिँ गर्नुहोस्।